हेलो हेलो साथीहरू सबैलाई नमस्कार। स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी दिनमा दिदी आमा अनि भान्जी बहिनी सबै मिलेर घरको आँगनमा बसेर चाहिँ केही कुरा गर्दै अनि अमिलोको स्वाद लिँदै गरिरहेछौँ है त। चुकपाटी गर्नुभन्दा अगाडि सबै दिदी भाइहरू भान्जीहरू सबै दाँत तिखारिरहेछौँ है। कतिखेर चुक कटोरामा आउला त कतिखेर खाउँला भनेर दाँत तिखारिरहेछौँ। हेर्नुहोस् न, अब अमिलोलाई काटेर त्यसमा चाहिँ नुन खुर्सानी अनि चिनी हालेर त्यसलाई मस्त माडेर त्यसलाई मिक्स गरेर खान कति मजा आउँछ गाउँघरतिर, हो कि होइन? ओहो, आहा, अहिले मुखमा पानी आइरहेछ। मेरो दिदी खाँदैन भनिरहेछ, किन पेट भरिरहेछ अरे मेरो दिदीको। अनि मेरो आमाको चाहिँ अब अपरेसन गरेको हुनाले आमाले चाहिँ खान मिल्दैन। आमालाई चाहिँ अहिले मुस्किल छ खुवाउनको लागि होइन। मेरो दिदीले चाहिँ टेस्ट गर्नको लागि पहिले नै खाइहाल्यो। पछि के भन्नु थाहा छ, ठिक छैन त्यहाँमा खुर्सानीको कमी छ अरे, खुर्सानी छैन अरे। मलाई पहिले भन्दै आयो त म पहिले खुर्सानी ल्याइहाल्थेँ नि होइन, मैले थाहै पाएन। अमिलोको चुक पार्टी गर्न सबै हातमा कटेर लिएर रेडी थिए। अहिले चाहिँ हातमा चुक आइसकेको छ। दिदीले मुख पाल्यो गर्छ अनि त्यसपछि भान्जी अनि मेरो दिदी, अर्को दिदी कटरामा हाल्यो। दिदी अझ खा भाइ भनेर थिएँ। मैले भने भइहाल्यो धेरै खान्न म, यो पनि धेरै हुन्छ भने दिदी भाइ यता गर क्यामेरा यता गर भन्छ। हेर है मुख कस्तो गर्छ दिदी। मेरो जेठी दिदीलाई खानु भनेर मेरो पेट भरिया छ, म खाँदैन अरे। अनि यहाँ अब म पनि एकचोटि सानो खाएर हेर्छु है कस्तो हुन्छ मेरो मुख, हेर्नु है। ओ माई गॉड, यस्तो हुन्छ कि। भान्जी त मस्त खाइरहेछन्, भात खाए जस्तो गरिरहेछन्। यहाँ दिदी जेठो दिदीलाई फेरि मैले खाना दिदी भने खाएन, अब के गर्ने। अनि मेरो अर्को दिदी पनि खाइरहेछ है। यो दिदीहरू पनि भात खाए जस्तो गरेर खान्छन् भने यिनीहरूलाई चुप पनि लाग्दैन क्या हो। दिदीहरू खाइरहेछन्, मेरो भान्जी खाइरहेछन्, बहिनी खाइरहेछ, म पनि खाइरहेछु। फेरि अझ लिएर खान्छु। ओहो, कस्तो चुक लाग्छ भने पुरै सोध्छु। यो चाहिँ मेरो घरको आँगनमै छ अनि एउटा चाहिँ घरको पछाडि पनि छ, एउटा आँगनमै पनि छ। मेरो भान्जी दिदीहरू, आमालाई चाहिँ आमाको अपरेसन गरेको हुनाले मैले आमालाई चाहिँ दिएन। चुकिल्लोबाट अनि हर्सिसबाट अनि टाढा गरेको छु। नत्र औषधि काम लाग्दैन नि त, अनि आमालाई दियो भने अहिले अपरेसन गरेको छ, दबाई चालु छ। हवस् त साथीहरू, यो भिडियो पुरा हेरिदिएकोमा सबै मेरो साथीहरूलाई धेरै धेरै धन्यवाद।